बुढीहरू कोही भन्छ नि एउटैले हेर्छौँ हाल्छ सबै काम हाल्छ सहर हो कि एउटा 10,000मा 1-2 जना हुन्छ कि हुन्छ 100 उम्, 100 चाहिँ विदेशमा बाँध्दैन होइन म्याक्सिमम् 100 मात्र हुन्छ मरला बुढीहरू कुकुर स्याप नि हिँड्ने कुकुरलाई भत्ता आउँदो रहेछ नि कुकुरलाई 300 रुपियाँ आउँदो रहेछ त्यहाँको त्यसले खानालाई त्यो भएर कुकुर जम्मैले कुकुर दर्ता गर्नुपर्छ कि जिल्लाको हाम्रो जिल्ला कार्यालय जस्तो म गएर दर्ता गरेर ल्याउनुपर्छ सुविधा चाहिँ सुविधा हो नि दर्ता गरेपछि इन्जेक्सन सिन्जेक्सन उसले लगाइदिन्छ ट्याममा यो ट्याममा आउनु भन्छ मस्त पैसा कमायो भन्ने ठाउँ चाहिँ धनी देश चाहिँ होइन ठिकै हो हुँ? एकदम धनी इन्कम भएको देश होइन कि त्यो हेरिसक्दै छैन घर हो गाडी घर त इन्डिया जानु इन्डिया पनि त्यस्तै छ नि मुम्बई अहिले त्यहाँ त मिलिया घर छैन हो लाइन पुरा बिल्डिङ हावापानी चाहिँ राम्रो हो देश त विकास छ नि उसको पनि विकास त विकास छ।